हेलो नमस्ते भ्युवर्स। र आज चाहिँ म जाँदैछु मेरो साथीसँग हो। हामी चाहिँ अब यहाँ मेरो साथी छ हो। हामी चाहिँ अब चटकपुर जाँदैछु हामी यहाँबाट सिधै हो। अब दुई भाइ अगाडि गयो, दुई भाइले अब पर किनमेलमा पर्खिरहेको छ। अब यहाँबाट चाहिँ हामी सिधै चटकपुरतिर जाँदैछु। तपाईँहरूलाई देखाउँदै जाँदैछु। हामी चाहिँ अब चटकपुरपट्टि लाग्यौँ। यहाँनिरको रोडहरू यस्तै छ। अब अलिअलि अब अफरोडिङहरू अब स्टार्ट हुँदैछ यहाँबाट। भ्युवर्स हामी चाहिँ अहिले रम्बीमा आइपुग्यो। रम्बी भन्दैछ यो गाउँ हो। कस्तो मजाको रहेछ चटकपुर चाहिँ यहाँबाट पर देख्दो रहेछ हो। पर रहेछ हो। बाटो चाहिँ हेर्दै खेतबारीमा यस्तो चाहिँ बाटो चाहिँ यहाँको। भ्युवर्स फाइनल्ली हामी आइपुग्यो चटकपुरमा हो, म र मेरो साथी। र अझै दुई भाइ आउँदैछ, उनीहरूलाई पर्खिरहेको छ हामीले यहाँनिर। र यो चाहिँ चटकपुरको गेट हो। भ्युवर्स यो चाहिँ हो चटकपुरको गाउँ यहाँनिर। अब हामी आइपुग्यौँ यहाँ चटकपुरमा फाइनल्ली हो, अफरोडिङ गर्दै।
अब चाहिँ हामी जाँदैछौँ माथि भ्यू पोइन्टमा हो। अब यहाँबाट हामी खाजासाजा खाएर हामी चाहिँ अब यहाँबाट निक्ल्यौँ। अब हामी माथि भ्यू पोइन्टमा अब फगीहरू पनि लाग्दैछ यहाँनिर। हामी भ्यू पोइन्टबाट देख्छ कि देख्दैन। हामी चाहिँ यहाँनिर लेकमा आइपुग्यो हो। यहाँनिर चटकपुरको यो लेकमा। यहाँ लेक चाहिँ परेन रहेछ, बिचमा चाहिँ ढुङ्गा रहेछ होइन, मजाको रहेछ हो। तर अहिले फगी छ, फगीले गर्दा पनि अलिकति देखेको छैन। तपाईँहरू पनि आउनु सक्नुहुन्छ भने आउनुहोस्, यहाँनिर हो राम्रो रहेछ लेकहरू। हामी सेलेमेन्डर छ भन्दा थियो, अब सेलेमेन्डर त देखा परेको छैन। अहिले चाहिँ हामी जाँदैछौँ भ्यू पोइन्टमा हो। अब यहाँबाट उकालो चढ्दैछौँ हामी, सिँढी रहेछ लामो, र सिँढी उकालो चढ्दैछु। अब माथि फगीहरू लागिरहेको छ, अब देख्छ कि देख्दैन, र पनि हामी चाहिँ गइरहेको छौँ। वे टु भ्यू पोइन्ट अरे हो यो चाहिँ। अब यहाँ रहेछ, यहाँ चाहिँ गाडीमा पुग्दो रहेछ, यहाँसम्म चाहिँ छ, यहाँनिरसम्म चाहिँ गाडी आउँदो रहेछ। तपाईँको कोबीहरू हुँदो रहेछ यहाँ मजाले। यो चाहिँ बोलो होइन नि, यो चाहिँ सिमेन्टै हो कि बोलोको आकार बनाएको रहेछ। हामी यहाँ भ्यू पोइन्टमा त आएको थियौँ हो, तर अफसोस अब फगीले गर्दाखेरि चाहिँ केही देख्नु पाएन हो। र हामी चाहिँ यहाँबाट फर्किँदैछौँ र पानी पनि पर्दैछ हो। अब हामी यहाँबाट सिधै तल गएर चाहिँ अब तल गएर होमस्टेमा त्यो सामानहरू लगेर अब हामी जानेवाला छौँ। हामी हामी चाहिँ अब गएको हो, अब पानी पर्दैछ, त्यही कारण हामीले यहाँ रेनकोटहरू लगाइरहेको छौँ। अब यहाँ केटाहरूले पनि रेनकोटहरू लगाइरहेको छ हो। यहाँ पुरै प्रिपेयर हुँदैछ। अब नमस्ते, के भन्नुहुन्छ? साइनारा, थ्याङ्क यू। यस्तो मजाको जग्गामा हामी घुम्न आयौँ, त्यसको साथ दिएन, तर पानी पनि एउटा इन्जोय गर्ने मोमेन्ट नै बनाउनु भएकोमा धेरै धेरै धन्यवाद। साइनारा, साइराम। हाम्रो रबिन बुबुले के भन्नु चाहन्छ यसमा चाहिँ? अब भनिदिइहाल्नु हो। अब केटाहरू अति नै एडभेन्चर भयो, एकदमै खतरनाक भयो। त्यही माथि अब झन् डरलाग्दो हुनेवाला छ, किन भन्दा चाहिँ पानी पुरै पर्नु थाल्यो हो। बाटो त्यस्तै छ, अब कसरी हुन्छ मेन रोड चाहिँ निक्लिने हाम्रो कोसिस जारी रहनेछ। त्यस्तो चाहिँ खतरनाक एडभेन्चरको ब्लग यतिसम्म हो। भेटौँ फेरि अर्को ब्लगमा है।